नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। वीरगञ्जमा मंगलबार 3 जना सहित पछिल्लो 24 घण्टामा 5 कोरोना संक्रमितको मृत्यु। पर्सामा बिहीबारबाट लकडाउन गर्ने निर्णय, अत्यावश्यक बाहेकका सेवा बन्द। ऊर्जा मन्त्री टोप बहादुर रायमाझीमा कोरोना संक्रमण पुष्टि। काठमाडौँ उपत्यकाबाट घर फर्कने सर्वसाधारणको संख्या वात्तै बढ्यो। र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट, हवाई उडान पनि बन्द गर्न माग। समाचार विस्तारमा। वीरगञ्जमा मंगलबार थप 1 कोरोना संक्रमितको मृत्यु भएको छ। बाराको परवानीपुर गाउँपालिका बस्ने 45 वर्षीय पुरुषको मृत्यु भएको हो। वीरगञ्जमा यससँगै मंगलबार मात्रै 3 जनाको मृत्यु भएको छ। बिहान मात्रै 2 जना संक्रमितको मृत्यु भएको थियो। 2077 चैत 30 गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै थिए। स्वास्थ्य स्थिति बिग्रिएपछि 78 वैशाख 5 गते उनलाई नारायणी अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ। यसअघि सोमबार 2 जनाको मृत्यु भएको थियो। पर्सामा बिहीबारबाट निषेधाज्ञा लगाउने निर्णय भएको छ। मंगलबार बसेको जिल्ला कोभिड-19 संकट व्यवस्थापन केन्द्रको बैठकले पर्सामा बिहीबारबाट 1 साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो। प्रदेश 2 मा सबभन्दा बढी कोरोना संक्रमित रहेको पर्सामा बिहीबार 4 बजेदेखि निषेधाज्ञा लाग्नेछ। निषेधाज्ञा वैशाख 22 गते राति 12 बजेसम्म लागू हुने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवं नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजिटिभ आएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीका प्रेस सल्लाहकार लीला जीसीले जानकारी दिनुभयो। उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजग रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ। उहाँको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको सचिवालयले जनाएको छ। सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गर्न लागेपछि उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ। सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकामा वैशाख 16 गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। त्यसैले मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ। खास गरी कोटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भिड बढेको छ। त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसहरूको भिड देखिएको छ। सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि लागू हुने गरी 2 साता निषेधाज्ञा जारी गरेको छ। सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले काठमाडौँ उपत्यकामा वैशाख 16 गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ, तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ। यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गर्नुभयो। हवाई उडानमा यस्तै सार्वजनिक यातायात सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारी साधन चलाउन दिनुपर्ने बताउनुभयो। ठुलो परिस्थिति हो। दोस्रो चरणको लहरमा हामी 1 वर्षदेखि अत्यन्त तनावग्रस्त रूपमा आम नेपाली जनताहरू रहे। त्यसमा मेरो क्षेत्र यातायात पेसा व्यवसाय 1 वर्षसम्म घर ग्यारेज खेत गरामा बसी सवारी साधनहरू र केही हदसम्म सुरुवात भएको थियो। एउटा बामे सर्ने एक्सर्साइज सुरु भएको थियो हैन। सामान्य रूपमा चहल पहल मेसिनहरू चल्ने हैन, सवारीहरू चल्ने र त्यसमा कामदार गर्ने कामदारहरूले पनि केही मात्रामा सामान्य राहतहरू पाउन थालेको अवस्था थियो। अब यो प्राकृतिक प्रकोप जस्तो अब यो कसैले गरेको होइन। यो दोस्रो लहरको कोभिड अत्यन्त आक्रान्त ढङ्गबाट आएको कुराहरू विभिन्न विज्ञहरू र विभिन्न स्वास्थ्य क्षेत्र, स्वास्थ्य मन्त्रालय र विभिन्न स्वास्थ्यसँग सरकार भएका विज्ञहरू र विभिन्न निकायबाट पनि यो कुरा आएको छ। नेपाल सरकारबाट यो कुरा आएको छ। त्यो कुरालाई सबै नेपालीहरूले एउटा सहकार्य गरेर समझदारी गरेर जानुपर्ने परिस्थिति छ। यो कोभिडलाई चाहिँ अन्त्य गर्नको लागि सबैले अनुशासन पालना गर्नु पक्का पनि छ, त्यसमा दुई मात्रै भएन। तर हाम्रो कुरा के हो भनेदेखि अहिले देखिरहँदा सबैभन्दा ठुलो प्रताडित भएको क्षेत्र भनेको महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय स्वस्फूर्त अवज्ञा हुने बताउनुभयो। अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धाराशायी बनेको भन्दै व्यवसायीहरूले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्न नहुने बताइरहेका छन्।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको मङ्गलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला बालबालिका ज्येष्ठ नागरिक फरक रूपले सबल तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुन सक्ने हिंसा नियन्त्रणका लागि पूर्व तयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। साथै समितिले लिङ्ग मैत्री क्वारेन्टिनका प्रबन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ। एवं लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुन सक्ने हिंसा न्यूनीकरण नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित लिङ्ग वर्ग मैत्री क्वारेन्टाइनको प्रबन्ध समयमा नै मिलाउन तथा आगामी दिनमा देखिन सक्ने चुनौतीहरूलाई पूर्व आकलन गरी कार्य सम्पादन गर्न गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन गर्दछ। समितिको आजको बैठकमा समितिको एक अध्ययन भ्रमण टोलीले हालै कर्णाली प्रदेशको विभिन्न स्थानमा समिति सम्बन्ध विषयहरूमा गरेको स्थलगत अध्ययन भ्रमणमा सहभागी समिति सदस्यहरूबाट बैठकमा समिति सदस्य ध्रुव कुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा महिला बालबालिका ज्येष्ठ नागरिक पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानुनको कार्यान्वयनको अवस्थामा सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो। उदयपुरको त्रियुगा नगरपालिका स्थित गाईघाट बजारबाट ब्राउन सुगर सहित 2 युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउन सुगर सहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका 3 मिलन चौकका 34 वर्षीय श्याम कुमार चौधरी र सोही स्थान बस्ने 28 वर्षीय रेवत खाती छन्। उनीहरूबाट 200 ग्राम ब्राउन सुगर बरामद गरिएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। वीरगञ्जमा मङ्गलबार 3 जना सहित पछिल्लो 24 घण्टामा 5 कोरोना संक्रमितको मृत्यु। पर्सामा बिहीबारबाट लकडाउन गर्ने निर्णय, अत्यावश्यक बाहेकका सेवा बन्द हुने। ऊर्जा मन्त्री टोप बहादुर रायमाझीमा कोरोना संक्रमण पुष्टि। काठमाडौँ उपत्यकाबाट घर फर्किने सर्वसाधारणको संख्या हत्तै बढ्यो। र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट, हवाई उडान पनि बन्द गर्न माग। हवस् त, अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।